विश्वकै अग्लो दावी गरिएको त्रिशूल स्थापना गरिएपछि दाङको पाण्डवेश्वर शिव मन्दिरको धार्मिक महत्व झनै बढेर गएको छ। त्रिशूल राखिएसँगै धारपानी स्थित यो मन्दिर धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बनिरहेको छ। 55.5 फिट अग्लो यो त्रिशूलको गोलाइ 44 इन्ची छ। 7,718 किलो फलाम, 226 किलो तामा, 205 किलो पित्तल र 10 किलो काँसबाट यो त्रिशूल निर्मित छ। यसमा सुन र चाँदीको प्रयोग भए पनि यसको मात्रा भने गोप्य राखिएको छ। मन्दिर परिसरमा त्रिशूलकै आकारमा 1008वटा बरपिपल रोप्न सुरु गरिएको छ। अहिलेसम्म करिब 400 बरपिपल रोपिसकिएको छ। पाण्डवेश्वर शिव मन्दिर दाङ उपत्यकाको दक्षिणी भाग बबई नदीको किनारमा चुरे पर्वतको काखमा अवस्थित छ। द्वापर युगको अन्त्यमा द्रौपदी सहित 5 पाण्डवहरू उत्तरापन्थको यात्रामा जाने क्रममा यस स्थानमा आई शिवको अर्चना गरेका थिए भन्ने किम्वदन्ती छ। महाभारतमा एउटा द्वैत वनको सन्दर्भ जोडिएको छ, पाण्डवहरूसँग जोडिएको छ, जसको व्याख्या गर्दा उत्तरतिर विशाल तलाउ रहेको र तलाउको काखमा शिवलिङ्ग स्थापना गरेको भन्ने उल्लेख गरिएको छ। त्यही विशाल तलाउ वर्तमान दाङ उपत्यका हो। यो पाण्डवहरूले स्थापना गरेको उक्त शिवलिङ्ग यही पाण्डवेश्वर अथवा अहिलेको धारपानी मन्दिरभित्रको रहेको शिवलिङ्ग हो। यसको ऐतिहासिकता धेरै पुरानो भन्ने प्रमाणित गर्छ। यसको बारे त हजुरको हाम्रो 3-4 पुस्ता भयो। यो भएको तपाईँको यो आएर पुर्खाहरूले के गरेछन् भनेपछि रुख ढाल्नलाई दाउरा गर्नको लागि हजुर त्यो गर्दाखेरि यो रुख ढलेन, नढलेपछि अर्कन्दिन आएर ढालमला भने ढालमला भनेपछि हजुरको अर्कन्दिन बिहान आउँदाखेरि फेरि जसको टस थियो काटिएन, त्यो घाउ सबै पुर्यो हजुरको। त्यो घाउ पुरेपछि अब यहाँ त के रहेछ भनेर त्यहाँबाट हाम्रो पुर्खाहरूले खोजे। यिनी साना साना मसिना झार जङ्गलहरू थिए, त्यो रुखलाई मात्र हेरेको थिए। त्यो हेरेपछि त्यो खोज्दाखेरि यो शिला भेट्यो हजुरको। यो शिला भेटेपछि हाम्रो पुर्खाहरूले के गरेछन् भनेपछि तपाईँको हामीले अब यो के गर्नुपर्छ, हाम्रो थारू चलनको के हो, देउताहरू भन्न नजाने किन भुटुवा भन्ने चलन रहेछ हजुर। त्यहाँबाट त्यो भएपछि त्यो अब के गर्ने के नगर्ने भनेर त्यत्तिकै रहेको थिएँ। त्यहाँबाट पछि गर्दा गर्दा तपाईँको महामारी फैल्यो गाउँमा। महामारी फैलिएपछि रोग फैल्यो, मान्छे मर्ने रोग फैल्यो। अब त्यो थाहा भएन। अनि त्यहाँबाट देशबन्ध्या भन्ने गुरु आएको थियो, गराउने गुरै गराउने। उसलाई पाला हल्लाएर उसलाई हेर्न पठाएपछि ल तिम्रो त धारा पानीमा के रुख काटेछौ, रुख काट्दाखेरि तिम्रो देउता भेटाएनौ, त्यो बिराउ गरेछौ। अनि त्यो अब के गर्नुपर्छ भन्दाखेरि हाम्रो पुर्खाहरूले त्यो के गरेछन् भनेपछि ल तिम्रो त्यो एउटा भेडाको सारा काट्नुपर्छ अनि तिम्रो त बल्ल छुट्टी पाउँछौ। अनि त्यो गर्दाखेरि के गर्ने, अब त्यतिकै खानु पाइएन, त्यो रक्सी जाँडसँग भातसँग खानु पाइएन, पानीसँग मात्रै खाने भोकै भनेर त्यो गराएपछि त्यो हामीले छुट्टी पायौँ सर। अनि गर्दा गर्दा त्यहाँ
पाहाडेहरू आयो, पाहाडेहरू आएपछि किन अब यहाँ त भेडा साँडा पुज्नु हुँदैन भन्ने अन्त ठाउँ सार्दै बरालाई यो बरालाई पुज्ने हो, शिवजी खुन खान्नन् भन्ने कुरा आयो। आएपछि त्यहाँबाट हामी त्यत्तिकै छोड्दा छोड्दा हामी के अरे किताबमा नलेखेर हाम्रो त्यत्तिकै हाम्रो हरायो। यो 55 साल कति 56 कति सालमा यो बनेको मन्दिर हो। अब लक्ष्मीकान्त उहाँ तिरामबाट आउनुभयो, उहाँले गर्दाखेरि त्यहाँबाट अलिअलि यो के अरे भैलो गरेर यिनी मन्दिर बनाएर त्यहाँबाट गर्दा गर्दा अरू जनता डाटाहरूसित हामी सहयोग पाएर यति गरेका छौँ। अनि यति गरेर अरू त्यो सरकार अब दिँदैछ, अब यस्तै यस्तै गरेर हामी आएको छौँ, अहिले यस्तै गरी बनाएका छौँ। यसको खास अलौकिक शक्ति के छ अरू त्यसबाहेक? यहाँ शक्ति भन्नेको हजुरको अब तपाईँ अब विश्वास भन्नाले अब हजुरको हामी विश्वासै गर्ने। अब तपाईँको बच्चा बच्ची नभएकाले यहाँ नुहाउन आउनुपर्छ। यहाँ नुहाएपछि तपाईँको यहाँ 5 वर्ष 3 वर्ष भाका कबुल गर्नुपर्छ। अनि म यस्तो यस्तो कारणले म नुहाएको छु, भगवान् हे भगवान् भन्ने एउटा, अथवा परेवा होस्, भेडाको सारा होस्, चराउने काट्ने जे गर्ने पनि त्यो मनाएपछि हुन्छ हजुर। यसको शक्ति त्यही छ। चुरे पर्वतको मनोरम वातावरण, जैविक विविधताले सम्पन्न हरियो जंगल, ट्रेकिङका लागि सुनकोट पहाड़ र पवित्र बबई नदी यस स्थलका पर्यटकीय महत्वका सबल आधारहरू हुन्, जसका कारण पछिल्लो समय यो शिव मन्दिर र आसपासको क्षेत्र धेरैको गन्तव्य बनिरहेको छ।